मिठो बनाएको छ एक छिट बनाउँछ ल्याएर कुखुराको मासु लोकल कुखुराको मासु खाने रे सागर भन्ने मान्छेले लोकल कुखुराको मासु खाने रे गाई छ अथा मलाई त बोइलरै ठिक लाग्छ यसको त मासु अहिले साह्रो खाएन, रोग लाग्छ नानी रोग भिडियो बनाए लोकल भाइ लोकल भिडियो बनाएको छ भने खानु ए भिडियो बनाएको छ भने खानु भाइ मैले कुखुरा बनाएको भएर भाइरल होला भाइ फेरि लोकल कुखुराको मासु खाएर त्यो मिठो छ नि मासु भने यस्तो हो नि त लोकल लोकल कुखुराको मासु कस्तो छ मासु भाइ कति पिस खाने भने यसो खाइसक्यो तिमीले मैले काट्नु हुँदैन मैले काट्नु त हुँदैन काटेको मासु त मैले भित्र दिएँ त्यही भएर खानु भएपछि भुत्लाउनु त हुन्छ होला भनेर मार्नु त भइहाल्छ मार्नु पो हुँदैन ओरिजिनल कुखुरा हो क्या चाहिँ ओरिजिनल एकदम गाउँघरमा एकदम ओरिजिनल हो लोकल हामी लोकलको झोल खाने गाई चाहिँ यस्तो खाने हो अब यो तयार हुँदैछ है यो भुत्लाएर सक्नुला है मैले तयार हुँदैछ एकछिन तयार हुने तयार आँदा भोडि झिकेपछि चट्ट आगोमा बसाल्यो भने त्यसरी पकाइहाल्ने गाईहरू खानु थाल्छ त्यसपछि तर पकाएर भुटेको कति मिठो रहेछ भने होइन तपाईँहरू पनि खाना आउने यसरी इच्छा लाग्छ भने लोकल हो फेरि बोइलरहरूलाई कोइलर प्यारेन्ट भन्नुभन्दा फेरि होइन नि त्यस्तोमा यो मासु पर्दैन नि अर्ग्यानिक गाउँबाट ल्याएको कुखुरा मासु हो दामी छ नि तातो पानी हाल्नु नि हेर्दा भयो भाइ अब अब आगोमा सेकाइदिनु अब ग्यासमा पोल्नु पर्छ कुखुरा रेडी भयो हाम्रो ल यस्तो रेडी भयो यसलाई त 5-6 सिटी लाऊ है कुखुरा रेडी भयो साह्रो हुन्छ नि हुन्छ नि साह्रो हुन्छ एकदम साह्रो हुन्छ यसलाई होला त्यो आउँदैन त्यो सारा फुटिदियो होला कुखुरा लोकल कुखुरा रेडी भयो त्यो मिठो हुन्छ अरे यो लोकल कुखुरा मासु मिठो हुन्छ अरे ग्यास ओपन हो ग्यास खुल्ला हो अब यो पोल्नु पऱ्यो त अब ए सिद्धिसक्यो हजुर सिद्धिसक्यो अब आगोमा जोसेपछि आगोले टक्क हुन्छ यसलाई झिकेर के कुखुराको मासु यस्तो हुन्छ यो बोइलर होइन प्यारेन्ट होइन यो लोकल हो अर्ग्यानिक हो गाउँबाट ल्याएको अर्ग्यानिक हो अर्ग्यानिक मासु हो त्यो दामी छ नि छिनाउँदो रहेछ ताला राख्दै पछि पाइमा चाहिँ काटेर